आज वर्षौंपछि आफूले जुन बेला हिँडेका बाटोहरू पाटीगाउँ स्कुल पढ्दाको आज यही भिडियोमा कैद गर्न पाएको छु। कैद गर्नु पनि समय आउनु पर्दो रहेछ। यो परिस्थितिमा यो समय बन्दियो। पाटीगाउँ स्कुल तल हाम्रो स्याली नानीलाई तल रोडसम्म पुर्याइदिनलाई झर्ने समय भएकोले आज मैले वर्षौं अगाडि हिँडेका बाटो फेरि हिँड्न पाएको छु। खुसी छु। तर जिन्दगीको सबैभन्दा नमेटिने घाउ लागे तापनि यसरी हेर्नु बाहुन गाउँ यसरी छ। क्याम्पा डाँडा मुनिका जङ्गलहरू